गाइजहरु अनि अब चाहिँ हामी माछा मार्न रेडी भएको छौं हैन मरद हैन अब यता फिशिङ रड ल लेट्स गो आज चाहिँ ससुरालीबाट हाम्रो सेकेन्ड डे हैन ल लेट्स गो भेना ल हामी चाहिँ अब स्टार्ट जानको लागि रेडी हुँदैछौँ हामी यता सिस्टर हुनुहुन्छ बाबा उठ्नु भएछ ल उस गराइदिनु भयो ल हामी हाम्रो चाहिँ अब स्टार्ट भयो अब हामी चाहिँ यहाँ पार्किङ गरेर अब यहाँबाट चाहिँ हिँडेर जाने ल टक्क पारामा अब यहाँ चाहिँ रेडीमा यहाँ राखेर चाहिँ अब एकछिनमा यात्रा हुन्छ यताबाट हो लेट्स गो चाहिँ हामी यो कुन ठाउँ हेर्न गरे यो के भन्छ अरे यो ठाउँको नाम ठ्याक्कै के भन्छ अरे होइन यो पारीलाई यो भेगलाई के मलाई पनि थाहा छैन सिरो के भन्थ्यो कि ठ्याक्कै याद आएन कि मलाई फेरि जिम के भन्थ्यो हो भन्ने आएन कि जिममा आएन हेर्न अब यहाँ पारीबाट चाहिँ अब पुल जोइन हुने भनेको छ है यताबाट हजुर भेना होइन माथि अलि माथि होला भेना यो बाटो गराइदिएको त्यो हो कि त्यो गाउँको लागि अब यहाँबाट ब्रिज हुँदैछ है आछु यस्तो जङ्गल छ है माछा मार्नको लागि यति स्ट्रगल गर्नुपर्छ केटा हो ल है त हामी फाइनली चाहिँ अब माछा एक खोलामा आइपुगेको छौँ यस्तो बवाल छ है ट्याक्कै गल्याङको ड्याम माथि अनि मजुवाको मुनिपट्टि है त यो ट्याक्कै चाहिँ मजुवाको मुनि यस्तो छ है फाइनली हामी माछी मार्न जाउन दाजै काला पानीमा ल त हामी खै गडलो देख्न सक्नुहुन्छ अरू पनि अरू खोजेको बेला चाहिँ भेट्दैन ठुलो माछा
अब चाहिँ हामी स्टार्ट भएको छ हैन यसरी भेनाले अब टक्क अब यहाँबाट चाहिँ सट्ट ओ माय गॉड आज अब माछै मर्ने भएन के गर्ने गाइजहरू कुर्दा कुर्दा अब आफूलाई नि अल्छी लागिसक्यो भेना चाहिँ ऊ पारी हुनुहुन्छ माछा झ्याउलायो हिँड लाउनु लायो गाइजहरू बिहान छिट्टै 5-6 बजी हिँडेको मान्छे यस्तो यार एउटा अल्छामा परेकै छैन नो यो गोलाइङको माछा छैन क्या हो सकियो क्या हो यार माछै खेल्दैन त यार अहिले त उहाँ चाहिँ एउटा दाइ चाहिँ यस्तो एकै बिहानै खोलामा माछा मार्न हो कि के हो थाहा भएन गाइजहरू होइन उहाँ दाइ चाहिँ एकदम अब पौडी हान्न लाउनु भएको छ डुक्किहाल्नु भयो ओ माई गड मर्निङमा डुब्की हाने यार ओ सेट जाल हान्नु भएको दाइ जाल हान्नु भएको बल्ल पर्ला 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 जस्तो लाग्यो अब लेट्स सी हेरौँ Oh my god, ठुलो wow oh my god भेनाले मार्नु भयो ल ल वाउ भेना ओ ओके हान भेना यो थाप्ने मसला रहेछ थाप्ने थापम है अब बल्ल रहर हुन्छ म जान्छु भेना ल है ल अर्को नि हल्ला कि भेना ए ल एउटा उद्घाटन भयो बल्ल उद्घाटन ल यसमा पनि फेरि माछा परेको अवस्था उसमा त ठिक्क सानो वाउ यहीँ थापेर बस्नु यहीँ थपेर बस्नु भने अहिले चाहिँ हामीले माछा चाहिँ यत्तिको मारिसकेको छौँ
देख्न सक्नुहुन्छ पर्छ ल यो हो नि त माछा ठुलो छ नि फेरि सक्दैन नि फेरि ल जा ल है त गाइजहरु अब हामी चाहिँ फर्किँदै भेना चाहिँ अगाडि हुनुहुन्छ अब चाहिँ अहिलेको टाइम चाहिँ कति भयो भन्दा 10-12 भएछ हैन 3-4 घन्टा मार्यो होला त्यही हो अब यहाँबाट चाहिँ अब सिधै घर जस अलिअलि भए पनि आयो माछा अब यहाँ पार्किङ गरेको थियौँ पार्किङ गर्ने ठाउँमा आइपुगेछौँ अब चाहिँ हामी घर ल लेट्स गो भेना ल हामी मजुवाबाट चाहिँ फर्केको अवस्था अब चाहिँ हैन अब घर गएर फ्रेस हुने नुहाइधुवाइ गरिकरौँ गर्मी भयो अहिले अघि बिहान आउँदा जाडो चाहिँ चिसो थियो अहिले गर्मी टन्टन्टी भइयो कालो हुने भइयो अब चाहिँ गाइजहरू ओहो चस्मा लाउँदा झन् अन्डा जस्तो देखिँदो रहेछ मलाई त ल फाइनली हामी चाहिँ अब माथि अफरोडमा आइपुगेको अब हामी चाहिँ यताबाट सानोदेखि जान्छ यताबाट माछा ल है केटा हो अब फ्राई गरेर खाइन्छ भ्यू वाउ तो बब्ली देखेछ है त ड्याम छ है ल भेना कतिको परिरहेको त माछा डेन्जर त्यहाँ भन्दा पनि ठुलो रहेछ नि है त्यसो भाइहरू यो फुच्चे भाइ चाहिँ हिरो रहेछ ओ फुच्चे भाइ के हो तिलमान बहिनी हाम्रो च्यानललाई के सब्सक्राइब भन्दै हुन होला नि हामी यो दादालाई सब्सक्राइब गरिदिनु होला भन्दै न छिटो भन्दैन हौ खत्तम भइसक्यो नि भाइ बहिनी त भाइ ल भनिदेऊ ल फुच्ची बहिनी तिमी भाइरल हुन्छ फेरि भाइरल गरिदिन्छु मैले है टाउकोमा नआन तिमीले भन नि त ल ल ओ पुन्टे भाइ तिम्रो नाम के हो के गर्न आएको तिमी यहाँ हेर्न रातो देखा चाहिँ रातो चार सकिन लागेर यो फुच्चे भाइ चाहिँ लास्ट हिरो छ अब गुदली सुदली यस्तो लिएर हिँडेछ अब सुनिदेऊ मलाई यो सुन हुन्न सुन हो कि यो पित्तल हो सुनै हो भनेपछि भाइ धनी आइछ यहाँ पनि सुनै आइछ के अरे फेरि प्यालै छ के अरे होइन त सुन होइन त्यो मिक्स गरम ए